एक्सिडेन्ट नि भयो। मर्क्या पनि छ कि सुन्नेर आइरहेछ। ओहो तिम्रो त पुरै टी सर्ट त ल्याप्पै भएछ त। टाढो And if they didn't give us shelter for night or food, then we have a camp. यहाँ चाहिँ अलिअलि रुखहरू भएर यसो हावा आए शीतल आयो, नत्र घाम बेसरी चर्किसक्यो। एकदम रेस्ट गरौँ भन्ने नि अब अझै अब किन गर्नु छ त के छ त त्यहाँसम्म जान कतिको सहज सकिन्छ त? दुईटा नाम छ फेरि उहाँलाई चिन्ने एकचोटि भनिदिनु मान्छे जस्तो बोले जस्तो गर्छ होइन, हस्की मलाई मनपर्छ। नेपालबाटै लिएर आउनुभएको अब आउँदा साथीहरूले पनि होइन कहाँ कहाँ पुग्नुहुन्छ उहाँहरूलाई तपाईँलाई सहयोग गरिदिनु हुन होइन विनम्र अनुरोध गर्दछु। स्वागत छ है। उहाँको चाहिँ यो हो हामीलाई लिन आइपुग्नु भएको छ। भिडियो हेर्दै गर्नुहुने यहाँहरू सम्पूर्णलाई हाम्रो नयाँ भिडियोमा स्वागत अनि नमस्कार। हाम्रो यात्रामा अनेकौँ समस्या र चुनौतीहरू आउने गर्दछन्। त्यसैमध्ये आजको भिडियोमा एकै दिन घटेका 3वटा घटना र समस्याहरू यहाँलाई देखाउन गइरहेका छौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यदि यहाँहरू हाम्रो च्यानल र पेजमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब अनि पेजलाई फलो गर्नुहोला, लाइक कमेन्ट गर्नुहोला। धन्यवाद। आज चाहिँ एकदमै चर्को घाम अघि निस्केदेखि खलखल पसिना आउने तरतर बगे चाहिँ यहाँ लोसन लगाएको पनि पुरै पखालिसक्यो। यहाँ एकछिन छारी भेटेर बस्न लागेको, टाउको पुरै टन भइसक्यो। ओहो तिम्रो त पुरै टी सर्ट त ल्याप्पै भएछ त। टाढोबाट सबै भएछ, मैले त भित्र लगाएको छैन। भयो एक्सिडेन्ट नि भयो। मर्क्या पनि छ कि सुन्नेर आइरहेछ। यो एकछिन सुक्छ, त्यसपछि अझै छ 12-13 किलोमिटर त्यहाँ अगाडि पुग्नलाई। यो त्यही हो, त्यो तातोले धेरैचोटि भइसक्यो, फेरि अब गयो। एकै दिन अनेक थरी हुनु पर्यो। अब एक्सिडेन्ट भएर खुट्टा चलाउन नहुने भएको छ। यस्तो गर्मीमा अब यो टायर पन्चर भयो। यहाँ अब अघिदेखि गर्मीले टाउको टन गरिरहेछ। अब बेलुका कसरी पुग्ने हो त्यहाँसम्म? हावा छैन। अब यहाँ गयो चाहिँ तातोले च्यात्दैछ। त्यो त्यही नै हो पर। हामी यहाँ साइकल रोकेर बसिराखेका थियौँ। ठ्याक्क उहाँहरू चाहिँ इन्डियन मुलको हुनुहुँदो रहेछ र यो हामीलाई ब्यागहरू देखेर, लुगा लगाएको देखेर, यो सब लेखेको देखेर उहाँहरूले चाहिँ सोध्नुभयो। अनि एकदमै इन्ट्रेस्टेड हुँदै जिज्ञासा देखाएर जान्न मन लागेर उहाँले अनि सबै कुरा र भनेपछि सबै कुरा बताइसकेपछि उहाँले कफी खानको लागि गर्नुभयो र हामी उहाँसँगै यहाँ कफी खानको लागि आउँदैछौँ। यो खुट्टा पनि पुरै हिँड्न नसक्ने भएर यहाँ फोनमा कुरा गर्दै थियौँ हामीले। Actually, we are representing Nepal in the world by our side. It's not that Nepal government has said us, but it's our duty. If we didn't fund them, Pakistani people, we search for Pakistani people or Bengali people. If we didn't fund all of this, then we go for native person. And if
they didn't give us shelter for night or food, then we have a camp. Okay. Tent. You can use Yeah, we can basic camp and things. tent. And we do like, first we go to and request in one house. If he rejected, we go another house. If he rejected, we go another house. If we go to 10 people, in 10 people we just need one person. Exactly. So from here, where are you living? Bristol. And there has a arrangement for everything. Here also there's a big Nepali. Yeah. Big. There's a big Nepali But bar. they are trying to communicate from Bristol. From Bristol. They will catch us. The brave thing you're doing. Yeah, 2 days ago also there has one Gurudwara. You know, Gurudwara, Punjabi Gurudwara. We didn't find any Nepalese people at that time. And then we searched Gurudwara in Google. अब यहाँबाट हामी अगाडि ब्रिस्बेनतर्फ लाग्दैछौँ अहिले। यहाँ पुरै चलाउनलाई पनि साँग्रो बाटो, एकदम ट्र्याक पनि साँग्रो रहेछ अनि बिस्तारै आइरहेका छौँ अगाडि बढ्नलाई। गर्मी पनि एकदमै छ। अजयको चोट लागेको थियो खुट्टामा, के छ निकै पछाडि पो रहेछ। पेडल चलाउनलाई एक खुट्टाको बलले मात्रै गरिरहेछ, एउटा खुट्टाको भरले पेडल घुमाउनलाई गाह्रो भइरहेछ। के छ निकै उ भयो क्या एउटा खुट्टाको पेर्सले चलाउन। त्यही त घुमाउनलाई गाह्रो हुन्छ। त्यो झ्याप्पै गोलीगाठमा ठोक्क्या भएर एकदिन रेस्ट गरौँ भन्ने नि अब अझै अब पुग्नुपर्ने छ त। के छ त त्यहाँसम्म जान कतिको सकिन्छ त पुग्नलाई। अब बिस्तारै भयो भने जानै पर्यो। 1.5 घन्टा बढिरहेको छ। अब बिस्तारै जाउँ, अब गर्मी पनि छ बेसरी। रेस्ट गर्नुहुन्थ्यो अब पुग्नुपर्छ। अरू केही अब अप्सनै छैन। त्यही त जाउँ बिस्तारो जाउँ, केही अप्सन भएन। यहाँ चाहिँ अलिअलि रुखहरू भएर यसो हावा आए शीतल आयो, नत्र घाम बेसरी चर्किसक्यो, गर्मी छ। हामी गन्तव्यमा अगाडि बढ्दैछौँ। बल्ल बल्ल लेफ्टले मात्रै गर्दै आउँदैछ। खुट्टाले चलाउनु गाह्रो भएको भएर बिस्तारै नै अगाडि बढ्दैछौँ गन्तव्यसम्म पुग्नलाई। झन्झन जति टाइम बढ्दै गयो त्यति गर्मी बढिरहेछ। हामी अहिले गोल्ड कोस्टबाट हिँडेर ब्रिस्बेन जाने क्रममा लगभग बिचमा छौँ अहिले। अब ब्रिस्बेन आदि जति बाँकी छ। अनि विपिन कार्कीजीले गोल्ड कोस्टमा बस्नको लागि जुन भन्नुभएको थियो, उहाँलाई भन्नुभएको थियो दुईटा नाम छ फेरि उहाँलाई चिन्दिनँ, एकचोटि भनिदिनु। दिलीप, मेरो सुमन थापा र दिलीप थापा। अनि उहाँले चाहिँ अब बेलुका यहाँ आउनलाई अलिक टाढा पर्ने रहेछ, हामीलाई सहज होस् भनेर अलिक परै व्यवस्था फेरि उहाँले अर्को भाइहरूलाई जुन हामीले हिजो भिडियो बनाएको छौँ। अनि बेलुका चाहिँ उहाँले तपाईँहरू 1 घन्टा भए पनि यही बाटो हो, म कहाँ पस्नुपर्छ, हामी केही समय स्पेन्ड गर्नुपर्छ भन्नु। हाम्रो लागि त यो अगाध प्रेमको कुरा हो।
नरोकिने कुरै भएन। अहिले चाहिँ यहाँ छौँ हामी। अब यहाँबाट लन्च गरेर खाना खाएर अनि ब्रिस्बेन विपिन कार्कीजी कहाँ तर्फ लाग्छौँ हामी। यहाँको माया सद्भावको लागि पनि धन्यवाद। धेरै धन्यवाद छ। तपाईँहरू मेरो घरमा आइदिनु भयो होइन, खुसी लाग्यो। नेपालको अब रिप्रेजेन्ट गरिरहेर होइन यत्रो 100 कति हो 113वटा देश घुमेर आफ्नो देशलाई, हाम्रो नेपाल भन्ने देशलाई चिनाउँदै हजुरहरूले हिँडिराख्नु भएको छ। त्यसको लागि थ्याङ्क यू सो मच। र तपाईँहरूको अस्ट्रेलियाको यात्रा एकदम सुखमय होस् होइन। होइन धेरै दुःख नगर्नु सर। खसीको मासु छ, ग्रेभी के हो अनि जर्मन सेफर भन्दा नि हस्की चाहिँ अलि रिस नै टाइपको हुँदो रहेछ। हस्केले क्युटी पनि हुन्छ बिचरा, मान्छे जस्तो बोले जस्तो गर्छ होइन। हस्की मलाई मनपर्छ। अब चाहिँ खाना खानेतिर लाग्यो भने यो मटन यो हामी नेपालबाटै लिएर आउनु भएको बफ सुकुटीको अचार। यता चाहिँ अब यो चिकन र चिकनको काउली तरकारी रहेछ। पुरै मटन खाना चाहिँ फेरि खतरा बनाउनु हुँदो रहेछ, एकदम टेस्टी छ। हामी आउँदैछौँ धन्यवाद भनेर पहिल्यैदेखि अगाडिदेखि नै यहाँ पुरै मटनहरू माछा फ्राई गरेर सबै तयार गरेर राख्नु भएको रहेछ। होइन माछा भयो नि सर, अघि धेरै खाइयो। अघि नै पनि खाइसक्यौँ। राख्नु भयो अनि भिडियोमा आउनुपर्छ नि माछा अघि पनि धेरै खाइसक्यौँ। यसरी चाहिँ तयार गरेर राख्नुभएको रहेछ र अहिले अब यो लिँदैछौँ। यसपछि अब हामी फेरि पनि अगाडि यात्रामा जानेछौँ। धेरै धेरै हृदयदेखि हामी दुवैजनाको तर्फबाट धन्यवाद छ थ्याङ्क यू सो मच यहाँलाई। यहाँ सबैको यात्रा शुभ रहोस् यसरी नै। अनि अब आउँदा साथीहरूले पनि होइन कहाँ कहाँ पुग्नुहुन्छ उहाँहरूलाई तपाईँलाई सहयोग गरिदिनु हुन होइन विनम्र अनुरोध गर्दछु। थ्याङ्क यू। अवश्य पनि धन्यवाद। ब्रिस्बेन आइपुगेर अब हामी जो विपिन कार्कीजीसँग कन्ट्याक्ट गरिरहेका थियौँ उहाँको घरतर्फ जाँदैछौँ। अब केही बेरमा हामी उहाँको घरमा पुग्छौँ। हाम्रो उहाँ विपिन सर आइपुग्नु भयो। नमस्कार, स्वागत छ है। उहाँको चाहिँ यो हो हामीलाई लिन आइपुग्नु भएको छ। अब हामी भित्र घरतर्फ लाग्दैछौँ।